हेलो साथीहरू, आज हामी बाजे नाति धरान सुन्दर सहरमा छिर्यौँ र यो गजरमुखी होटलमा चाहिँ हामीले बास लियौँ। यो गजरमुखी होटल एकदम बाहिरबाट हेर्दा पनि हेरौँ हेरौँ लाग्ने मजाको अग्लो घर रहेछ। यसको भित्र बेडहरू यस्तो छ, क्या कम्फर्टेबल बेडहरू छ। मजाले यहाँ टेलिफोन, यहाँ वाइफाई, यहाँ माथि हेर्नुहोस् त, यहाँ एसी र यहाँ चाहिँ विभिन्न खालको चिया, ग्रिन टी, कफी, चकलेट, ग्लासहरू अनि यता रिमोटहरू र बेडहरू एकदम कम्फर्टेबल लेन्जिङ स्टाइलको छ। र यहाँदेखि यता हेर्नुहोस् त, यहाँ खाना खाने टेबल, पानी जस्तै यिनै र यहाँ वाइफाई र यसको माथि टिभी एकदम राम्रो छ। र यता सफा यता दराजहरू ल्याकहरू छ र यहाँनिर चाहिँ दराज खोल्ने क्रममा मन्दिर र यहाँनिर पुरा अनुसन्धानमा छ। के रहेछ भनेर चाहिँ राम्रो अनुसन्धान गर्दैछ भने मैले यहाँ भिडियो कैद गरिराखेको छु। र यहाँनिर चाहिँ भित्र वासरुममा एकदमै राम्रो छ। यहाँ हेर्नु न, विभिन्न खालको सावर जेलहरू र चाहिँ मसिनो खालको एकदमै राम्रो सेम्पू अनि कन्डिसनरहरू र स्वार जेलहरू यहाँनिर हेर्नुहोस् त, 3-4 कलरको कुन मनपर्छ त्यसो नुहाउन सकिन्छ। एकदमै राम्रो रहेछ। र यहाँनिर सेम्पू पनि 3-4 खालको अनि मसिनो सिसीहरूको चाहिँ स्वार जेलहरू र ब्रस, कतिजना मान्छे बस्ने हो त्यतिवटा चाहिँ एकदम प्याकिङ यो ब्रसहरू पनि हुँदैछ। भित्र सानो मजाको पेस्ट पनि भएको यसरी चाहिँ। अनि यहाँ चाहिँ सेम्पूहरू र नुहाउने साबुन, छोरा मान्छेको लागि, छोरी मान्छेको लागि चाहिँ कुन कन्फ्युजन हुन्छ अब मसिनो साबुनहरू र सेम्पूहरू चाहिँ एकदमै मजाले मिलाएर राखेको छ। र खानाका आइटमहरू पनि एकदम राम्रो छ। यहाँनिर हामी खाना खाने तयारी गरिरहेछौँ र खाना पनि एकदम स्पेसल पाउँदो रहेछ। गजबको मजा रमाइलो लाग्ने रहेछ। र हामी बिस्तारै खाना खाएर सुत्ने क्रममा यो अवस्थामा छौँ। र खाना खाएर आराम गरेर मजाले बस्नुहुनेछौँ। तपाईँहरू पनि धरान आउनुभयो भने चाहिँ अवश्य यो गजरमुखी होटलमा निस्किनु होला, एकदमै राम्रो छ।